कामदारहरू मेरा नेपाली नै छन्, बाहिर विदेशीबाट कुनै मान्छे छैन। यो विरोधीहरूले यो मेरो बारेमा कुनै गलत कुरो नपाएपछि, केही कुरा भन्न नपाएपछि यो अनर्गल कुराहरू दुष्प्रचार गरिरहेको कुरा मात्रै हो। तर के छ भने मेरा जति पनि यो प्राविधिक व्यक्तिहरू जुन 2-4 हुन्छन् या के छ प्राविधिक हुन्छ, ती व्यक्तिहरू चाहिँ हामी माउनै पर्छ। नभए त्यस्तो केही त्यो हामी प्राथमिकता भनेको 100% नेपाली किन नेपालले दिनुपर्छ नि? नेपाल सस्तो पनि छ, बाहिरबाट मगाउनु भयो भने तपाईँ महँगो पर्छ, त्यसकारण तपाईँ नेपालीलाई दिनु राम्रो हो नि। अहिलेको समयमा तपाईँ कुनै पनि समस्या पनि छैन, त्यसकारण नेपालीले नै हामीले दिनु, त्यो त सामाजिक रूपले, राष्ट्रिय रूपले र व्यावसायिक रूपले पनि नेपालीले दिनु राम्रो हो भन्ने लाग्छ मलाई। त्यसकारण त्यो कुरा चाहिँ एकदम सरासर यो गलत रूपले यिनीहरूले भनिरहेछन्, यो कुरामा म खण्डन गर्न चाहन्छु। दिन पछि तपाईँ सम्पर्कमा बस्नुपर्छ, त्यो अर्थमा तपाईँ व्यापार गर्न सक्नुहुन्न। म जनप्रतिनिधि भएको थिएन, त्यस कारणले म आफ्नो पेसागत रूपमा आफू कमाउनको लागि मैले व्यापार गरेको हो। व्यापार गरेर पनि म सम्पर्कमा रहिरहेँ। तर अब जितेपछि मेरो प्राथमिकता भनेको मेरो संसदीय क्षेत्र हुन्छ, यहाँका जनता हुन्छ र मेरो संसदमा गर्ने काम कर्तव्यहरू जे गर्नुपर्ने हुन्छ त्यो रहन्छ। त्यस बाहेक मेरो अर्को कुनै विकल्प, अर्को कुनै मेरो बाटो हुँदैन। मेरो प्राथमिकता नै जनताको बीचमा बस्ने र संसदमा जनताको आवाज उठाउने, यही दुईटा कुरामा मेरो यो आगामी 5 वर्ष बित्छ। यो तपाईहरुलाई म यो तपाईको यो कुरा चाहिँ स्पष्ट पार्न चाहन्छु।